भिडियो हेरेँ हैन। यो भिडियो चाहिँ मैले कुन ठाउँको हो, नेपालकै हो, हेर्दाखेरि नेपालकै रहेछ हैन। अनि नेपाल ट्राफिक पुलिस रहेछ हैन। यो मान्छेलाई कुट्ने हैन, एउटा वर्दी लगाएको एउटा कानुनी मान्छे हैन, कानुनको वर्दी लगाइसकेको मान्छेले एउटा बीच रोडमा एउटा सर्वसाधारण मान्छेलाई यसरी लात्तले बीच रोडमा लडाई कुट्नु, यसलाई कसले दियो अधिकार? यसले एउटा वर्दीको पावर देखाएको, एउटा म पुलिसवाला हुँ भनेर यतिसम्मको पावर देखाइदिने कि एउटा जनतामाथि दुर्व्यवहार गर्ने बीच रोडमा? अगर यो मान्छेले कुनै तरिकाले आफ्नो नियम तोडेको रहेछ भने कानुनी तहमा गएर यसले सजाय दिन सक्थ्यो, अरेस्ट गर्न सक्थ्यो, यसको लाइसेन्स क्यान्सल गर्न सक्थ्यो, केही पनि गर्न सक्थ्यो। यसले आफ्नो तहमा गएर यसले आफ्नो सजाय दिन सक्छ। यो कुकुर साले, यो वर्दी लगाएको यो पुलिसवालाले, साले कुत्ताले एउटा मान्छे, सर्वसाधारण मान्छेलाई लात्तले कुटेर मर्नेसम्म गरेको छ। त्यत्रा ती वर्दी लगाएका ती साले खातेहरू, नेपालका ती पुलिसवाला खाते सबैले त्यहाँ रमिता हेरिरहेका छन्। 3-4 जनाले त्यो मान्छे खातेलाई रोक्ने प्रयास गरेका छन्। साले कुकुरहरू तिमीहरू यही हुनाले नेपालीले बदनाम गरेको, नेपाल पुलिसवालाले बदनाम, हर नेपालीले बदनाम गर्नुको कारणै यही हो। कुत्ता सालाहरू, एउटा लाज लाग्दैन यस्तो मान्छे, यस्तो यो कानुन रूपमा यो ट्राफिक पुलिसलाई यसलाई वर्दी लगाउने कुनै अधिकार छैन। यस्ता मान्छेले एउटा सर्वसाधारण मान्छेलाई यो मेन रोडमा लात्तैले कुट्छ भने यो मान्छेलाई कानुनी तहमा गएर सजाय हुनुपर्छ। यसलाई यसको जागिर खोज्नुपर्छ र यसको यो वर्दी खोसिनुपर्छ। यस्तालाई जागिर खाने कुनै अधिकार छैन। मान्छे, सर्वसाधारण मान्छेलाई यसरी कुटिदिन्छ, यसले गल्ती गर्छ भने कानुनी रूपमा गएर तैँले सजाय दिनु पर्थ्यो, अरेस्ट गर्न सक्थिस्, तैँले जे पनि गर्न सक्थ्यो। तैँले लडाई कुट्ने साले कुकुर, तँलाई कसले वर्दी लगायो? त वर्दी लगाएको छु भनेर एउटा पुलिसवाला हुँ भनेर एउटा मान्छेमाथि, एउटा जनतामाथि यस्तो गर्छस् त? कुत्ता साले, तँलाई तेरो वर्दी फुकाउन सकिएन भने मेरो नाम होइन, बुझिस् साले कुकुर? यो भिडियो यति सेयर गर्नु, यो कुत्ताको यो वर्दी खुस्किनु पर्यो। यसले जागिर खाने अधिकार छैन। यो ट्राफिक पुलिस, यसलाई कसले पुलिस भन्छ? साले वर्दीको धोकमा कसैलाई पनि लात्तैले कुट्छस् त? पावर देखाउँछस्? तेरो त्यही यो कानुनले तँलाई त्यही अधिकार दिएको छ। तँ वर्दी लगाउने अधिकार जरुर दिएको छ, तँलाई रक्षा गर्नका लागि हो, कुनै माथि हात पाएर गर्न होइन, हात खुट्टा चलाउन होइन। सर्वसाधारणलाई तैँले हात खुट्टा चलाएर जहाँ पाए ती लडाई कुट्ने होइन। साले कुत्ता, तँलाई वर्दी लगाउने अधिकार पनि जनताले दिएको छ नि, खुस्क्याउने, तेरो खोल्ने अधिकार पनि जनताले दिन सक्छ नि, खोल्न सक्छ नि। त धेरै पावर नदेखा। र यो कुत्तालाई जल्द से जल्द, छिटोभन्दा छिटो यसको यो वर्दी खुस्काउनुपर्छ र यसलाई कानुनी रूपमा गएर सजाय हुनुपर्छ। यसलाई कसैलाई अधिकार दिएको छैन, कसैलाई यसरी मर्ने गरेर ज्यान लिने अधिकार छैन तँलाई। कसैलाई कानुनी रूपमा गएर तैँले सजाय दिन सक्छस्। गलत कसैले गरेछ भने साले तँ आफ्नो पावरमा गएर लात्तैले कुट्छस् त? को साले कुत्ता? को होस् त?